हेलो एभ्रिवान, आज चाहिँ म चाहिँ मिनी ब्लग बनाउँदैछु अनि सबैजनाले माया गरिदिनु होला। अनि म चाहिँ आज बिहानै उठेर पानी पिउन थालेँ। अनि पानी पिउने क्रममा चाहिँ दिदीसँग कुरा गर्दै पानी पिउन थालेँ। बिस्तारै बिस्तारै गर्दै मैले चाहिँ पानी पिइसकेँ है साथीहरू। अनि मैले चाहिँ रुम हेरेको, रुम त भर्खर उठेको हो अनि मिलाउन थालेँ। अनि मिलाउँदै रुम त मिलाउनै पर्यो। अब यो त सबैले सुतिसकेपछि उठेर मिलाउनै पर्छ। अब रुम मिलाउन थालेँ। त्यसपछि मैले चाहिँ लुगा पनि सबै मिलाइसकेँ। अनि दिदी चाहिँ यता किचनतिर चाना काट्नु हुँदै थियो। अनि दिदी चाहिँ के गरेको, भिडियो गरेको भन्दै तर्सिनु पनि हुँदै थियो। अनि मेरो दिदीले चाहिँ हेर्दा हेर्दै खाना पनि बनाउनु थाल्नुभयो, हेर्दा हेर्दै खाना पनि पाक्यो। त्यस पछाडि म चाहिँ किचनतर्फ लागेँ। त्यस पछाडि म चाहिँ प्याज लिएँ, प्याजलाई मजाले काटेँ। अनि प्याजलाई मजाले काटिसकेपछि चाहिँ मैले चाहिँ फेरि अब टमाटर लिएर फेरि काट्न थालेँ। अनि टमाटर पनि काटिसकेँ मैले। अनि मेरो चाहिँ आँखामा आँसु आएको रहेछ। अनि मैले चाहिँ आँखाको आँसु पुस्न थालेँ। अनि मैले चाहिँ मेरो तयारी बनाएको, अब तरकारी बनाउनको लागि तयार बनाएको सबै कुराहरू देखाइसकेँ। त्यस पछाडि मैले ग्यास बालेँ। त्यस पछाडि मैले चाहिँ कराई बसालेपछि चाहिँ मैले तेल लगाएँ। तेल लगाइसकेपछि चाहिँ मैले चाहिँ मसला हालेँ। मसला हालिसकेपछि मैले बेसार लगाएँ। बेसार चाहिँ डढेको कारणले गर्दा फेरि पनि थप्नुपर्ने भयो। त्यस पछाडि मैले आलुलाई लगाएँ। आलु लगाएर भुट्न थालेँ। त्यस पछाडि कोपी पनि लगाइदिएँ मैले। अनि चाहिँ मैले चलाउन थालेँ। अनि मैले यसलाई छोपिदिएँ। अनि मैले चाहिँ प्याज हालेँ। प्याज हालिसकेपछि चाहिँ टमाटर हालेँ। मैले चाहिँ यसरी पकाउने गरेको छु, हजुरहरूले कसरी पकाउनुहुन्छ। अनि नुन हालेर मैले एकचोटि सबै मिक्स गरेर मजाले चलाइदिएँ है। अनि त्यस पछाडि मैले चाहिँ मसलाहरू पिनेको मसला हालिदिएँ। अनि हाम्रो चाहिँ खाना तरकारी पनि रेडी भएर दिदीले पस्किनु हुँदैछ। अनि हामी दुईजना चाहिँ खाना पनि बनाइसक्यौँ, तरकारी बनाइसकेर खाना खान थाल्यौँ। खाना खाइसकेपछि त के गर्नु साथीहरू, भाँडा धुनै पर्छ। अनि भाँडा धुन थाल्यौँ। हामी चाहिँ दुईजना गफ गर्दै भाँडा धुन थाल्यौँ। दिदी बहिनी भएकोले एकदमै सजिलो भएको छ, एकजना भए धेरै गाह्रो हुन्थ्यो होला। अनि हामीले चाहिँ भाँडा धुइसक्यौँ। अनि मैले चाहिँ चम्चा र कराईलाई दुख्दा घुम्न पो थालेँ पानी लाग्यो त। अनि फेरि घुम्छ होला, कस्तो घुम्यो है भन्दै दिदीलाई सुनाउँदै फेरि घुमाउनु भनेको त घुम्दै घुम्दैन दिदीले हेरेको बेला त। अनि फेरि पर लगेर घुमाएको घुमेन। अनि म चाहिँ हातमुख धोएर क्लास जानलाई रेडी भएँ। त्यस पछाडि क्लास गएर फर्किएपछि चाहिँ म लगभग घुम्दै फर्किएपछि चाहिँ रुममा आएर यता बाहिरतिर गएँ। बाहिरतिर गएपछि चाहिँ म खाजा खान छिरेँ। अब भोक लाग्यो नि त है, घर हेर्दा पनि 4 बजिसकेको थियो। अनि म चाहिँ खाजा अर्डर गरेर बसिरहेको थिएँ। त्यस पछाडि मेरो खाजा पनि आइपुग्यो। अनि मैले चाहिँ खाजा देखाउँदै भने सबै। अनि मेरो दिदी पनि उतापट्टि खानु हुँदै थियो। अनि मैले चाहिँ सस लगाएँ। सस लगाएर चाहिँ अब खानु थालेँ। त्यस पछाडि खाइसकेपछि चाहिँ हामी दुवैजना रुम फर्क्यौँ। यति नै भन्दै आजको मिनी भ्लग यहीँ अन्त्य गर्छु। बाई बाई।